हामीले कुनै पनि अवार्डहरू पाउँछौँ। तपाईँले सायद अवार्ड पाउनु भएको छ भने कमेन्टमा केही पनि लेख्नु होला, कुनै किसिमको अवार्ड पाउनु भएको थियो। र कुनै पनि हामीले पुरस्कार पाउँछौँ, अवार्ड पाउँछौँ, अवार्डमा चाहिँ होस्ट गरेर नाम बोलाउने व्यक्ति अर्कै हुन्छ, उद्घोष गरेर बोलाउने व्यक्ति र उद्घोष गर्न लगाउने व्यक्ति अलग्गै हुन्छ। एउटा जज हुन्छ होइन, जजले नाम टिपेर उद्घोषकलाई दिन्छ र उद्घोषकले नाम तपाईँको नाम बोलाइसके पछाडि पुरस्कार दिने काम फेरि अर्को चिफ गेस्ट हुन्छ होइन, अर्कै कुनै एकदम ठुलाबडा मानिसहरू कोही हुनुहुन्छ त्यहाँ। ल हेर्नुहोस् न, एउटा अवार्डको लागि एउटाले नाम उद्घोष गर्यो, जजले नाम दियो उद्घोषलाई, उद्घोषले चाहिँ नाम बोलायो र तपाईँले हात थाप्नु भयो। अवार्ड दियो कसले त? एउटा चिफ गेस्ट, यानि कि कुनै एक ठुला व्यक्तिले, मान्ने व्यक्तिले दिनुभयो। तर यो सब कसले गर्दा पाएको त? के उद्घोषकले नाम बोलाएर तपाईँले अवार्ड पाएको? के तपाईँलाई चाहिँ जजले अवार्ड दिएको? के तपाईँलाई चाहिँ माननीय व्यक्तिले चाहिँ अवार्ड दिएको? पक्कै पनि होइन। यो अवार्ड तपाईँको आफ्नै कारणले गर्दा आएको हो। यस्तै जस्तो साथीहरू हामीलाई दिएको कसैले जस्तो लाग्छ, तर थाहा हुँदैन के यो कुन कारणले गर्दा आएको छ क्या। त्यस्तै जस्तो गरेर हामीले भन्छौँ नि भगवान, थाहा हुँदैन क्या, भगवानले दिएको कुरा थाहा हुँदैन क्या। त्यसैले साथीहरू तपाईँलाई पनि केही दिइरहनु भएको छ भगवानले, त्यो तपाईँलाई थाहा छैन मात्र हो, नत्र पनि हरेक व्यक्तिलाई दिएको हुन्छ। त्यो हरेक व्यक्तिलाई थाहा हुँदैन, सिर्फ आफूबाट गएको कुरा मात्र थाहा हुन्छ क्या होइन। धन्यवाद।